हाई गाइज, आशा छ सबैजना सन्चैमा हुनुहुन्छ होला अनि म पनि सन्चैमा छु। आजको दिनको सुरुवात भन्नुपर्दा मेरो चाहिँ उठेर फ्रेस भई फेसमा हल्का क्रिम लगाएर मसाज गर्दै च्याउ हेर्न गएको। च्याउ पनि उम्रनलाई ढुसी परिसकेको रहेछ। त्यसपछि गाउँतिर लागेको। आजको मौसम फेरि यस्तो छ कि हाम्रो देउखरीतिर जाडो धेरै भएको हुनाले सबैजना आगो ताप्दै दिन बिताउँछन् र मैले पनि आगो तापेँ। फेरि 1 घण्टा पछिको मौसम भने यस्तो थियो। त्यसपछि सानो भिडियो बनाऊ कि भनेर गुम्बातिर गइयो। यो फेरि मेरो मुड फ्रेस गर्ने ठाउँ हो साथीहरू। म खाली भएको बेला धेरै जसो आउने गर्छु। यता फेरि मेरो भाइको ब्रेकअप भएर टाउको छोप्दै बसेको थियो। त्यसपछि आमालाई औषधि लिन भनेर बजार गए। बजार फेरि धेरै टाढा भएको हुनाले जान धेरै समय नै लाग्छ। बाटोमा चाहिँ हाम्रो नयाँ गाउँ र मौरीघाट जोड्ने पुल बन्दै रहेछ र धेरै खुसी पनि लाग्यो। औषधि लिएर फर्कदै गर्दा बाटोमा भाउजूलाई भेटेँ। ओके, थ्याङ्क यू फर वाचिङ गाइज। मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला।